married life to Mr. Surendra Bhai and Bimla Bhaini. हेलो एभ्रिवान, नमस्ते सबैजनामा र स्वागत छ यहाँहरू सम्पूर्णलाई मेरो आजको अर्को भिडियोमा म तपाईहरुलाई देखाउने छु हाम्रो आज चाहिँ धेरै समयपछि धेरै पहिलादेखि हाम्रो सुरेन्द्र भाइ र बहिनीको विवाहको भोज खुवाउँछु दाइ भन्दै थियो पहिलेदेखि भाइले। अनि हामीले बारम्बार मेरो पहिलाको भिडियोहरुमा पनि तपाईहरुले देख्नुभयो होला, हामीले कति भाइलाई जिस्काइरहन्थ्यौं कहिले पार्टी भनिरहेको। फाइनल्ली आज त्यो दिन आएको छ। आज चाहिँ भाइले चाहिँ हामी चाहिँ पार्टी गराउँदै मेरो बिहाको भोज जस्तो पनि हुन्छ, यसो ग्यादरिङ पनि हुन्छ, बसौँला खाउँला भनेको छ। र आजको पार्टी म तपाईहरुलाई देखाउने छु। आजको हाम्रो जमघट, हामी साथीभाइको जमघट, रमाइलो कुराकानी, ग्यादरिङ हो, घोचपेच इधर उधर सबै चाहिँ देखाउँछु। र हाम्रो कोठाको भाइहरू चाहिँ आज ठाङफुङ हेर्नको लागि बाहिर गएको छ। एकछिनमा सायद आउँछ होला साँझतिर र भाइ बहिनीहरू आइसकेको छन्। अब म तपाईलाई यता भाइ बहिनीतिर देखाउँछु है त। आज चाहिँ हाम्रो घरमा सुरेन्द्र भाइ प्लस बहिनीको नाम पनि मलाई आउनै फेरि बिमला बहिनी। ल बहिनी यता हाई गरिदिनु पर्यो पहिला मेरो भिडियोमा। आज चाहिँ हाम्रो भाइ र बहिनीको एकदम विवाह भोज, धेरै समयपछि भए पनि विवाह भोज होइन, यस्तो हो प्रोग्राम चाहिँ गर्ने तर सँगै भएपछि गर्ने भन्ने कुराले हामी रोकिरहेको हो। आजको प्रोग्रामको लागि एकदम स्पेसल चिज यहाँ छ। यो भनेको खाल्बी बङ्गुरको हड्डी करङ। यतापट्टि के हो बहिनी यो बन्न लागेको? आलुको अचार। आलुको अचारको लागि आलु फोक्दै होइन। ल आज चाहिँ स्पेसल चिजहरू यो छ बासमती चामल। सायद यसबाट के बनाउने हो सुन भाइ? के अरे? पुलाउ। आमामामा आज त तर खाने पाहुनाहरू फेरि घरकै पाहुनाहरू बाहिर छ। माइला भाइ चाहिँ छुट्यो। ल भन पातलीलाई के भन्ने? पातली सरले कुर्दा आउनु भएन, विशाल पनि जाने भयो। बरु अब पातली सरलाई आएपछि छुट्टै दिने बरु। यो चाहिँ यो मटर भिजाइसकेको ए सब रेडी बनाएर पो आएको रहेछ त। कफी टाइम। काम गर्दा थाकेर म नखाने नि, म त खाने। पार्टी टाइममा कफी टाइम ब्रेक, कफी ब्रेक एभ्रीबडी। ल यता त के हो गयो त एक सुरुप त तर अलिक पातलो भयो त दम भएन। यो कति स्टारको सेफ हो बहिनी? 5 स्टार होइन कहाँ ऊ प्रतिभा 10 स्टारको। के पाक्यो यस्तो? के पाक्यो ढुङ्ग्रो? अनि यसको हामीले ढुङ्ग्रो भन्छौँ तर यसको नाम त होला नि। अनि हामीले अब कहिले मोटर कहाँ यसरी बनाएर खान्छ त नि, बनाइदिया खाने हो। कहाँ हामीले बच्चामा यस्तो ढुङ्ग्रो? हामीले बच्चामा त कोदोको रोटी, गहुँको रोटी कहाँ यस्तो भेट्छ? घरका गेस्टहरू बल्ल आए। के हो सुरेन्द्र सरलाई भन्ने यता फेरि हाम्रो बहिनीलाई चाहिँ तिमीले केही हाई हालो पनि छैन, यताउता छैन, के हो? अनि यसो हुन्छ नि त। वेलकम भाइ। यो हाम्रा गेस्ट, घरका गेस्टहरू, नयाँ गेस्टहरू आए। कति बज्यो टाइम? कति बज्यो? ए ट्रेनले ढिलो गरेको? यता म त यहाँ भिडियो बनाउँदैछु नि। कति बज्यो? 4 बजी। कहाँ 4 बजी होइन? मैले बाजी थाहा भने बाजी थाप्नै मानेन। अनि तिमीले किन फेरि? मेरो बहिनीले फेरि त्यसले घाटा नलाइदिउँ होइन, मलाई त डर लागेन। मैले फेरि यस्तो के मलाई हराएर मलाई फेरि खुसी के डराएको र यार।
अलि त एकदम ठुलो काट्नु भएछ कि अब मासु त्यो ठुल्ठुलो त्यो अनि साइड लाएर काट्ने हो नि त अनि मासु बिचबाट फेरि मासु निकाल्ने हो नि बिचबाट मासु निकाल्ने हो नि त दादी मासु बाहिर निकालिदिने मासु पनि निकाल्दिने के एउटा हड्डी मात्र खाने एउटा मासु मात्र खाने हजुरको चाहिँ हो स्याङ चाहिँ हो कुनै आइतन नजिकै हो नजिकै हो एउटै जस्तो गाउँ स्याङतिर जानुभयो स्कुल पढ्दाखेरि लप परेको अरे होइन स्याङ चाहिँ सबै थाहा छ तपाईँको हजुरको स्याङ त सबै थाहा छ मलाई हेलो म अचारवाली भन्ने हेलो म पुलाउवाली बहिनीलाई आफ्नै पार्टी आफ्नै बिहाको पार्टीमा यसरी दुःख गर्दाखेरि रमाइलो त लाग्यो होला अहिले पो मजा आउँछ त सम्झना हुन्छ नि हुन्छ हो है पकाउनु परेछ आफैले प्याज काट्न पर्ने भनेर बिहा गरेर दुःख पायो भन्दै बना नानीले बिहा गरेर खुसी नहुने बाटी पनि छ है सुनेन्दा खुसी हो कि नखुसी हो बेखुसी हो खुसी हो कि बेखुसी हो भने त्यो बिहे गरेर खुसी नभएर पार्टी नदिएको भनेर बिल्ला गरे गर्थ्यो सबै भनेन त नै खुसी हुनु ल त भन्नै पर्दैन नि आमा वचन त फुटायो त केटोले के हो यहाँ त काम गर्ने मान्छे भन्दा हेर्ने मान्छे धेरै देख्छु त ए इन्स्ट्रक्टर होइन भोग लाएर कति बेला पाक्छ भनेर हेरेको होला नि ल कसैले काम गर्नेले गरेकै गरेछन् हामी त अब स्पेसलिस्ट भनेकै खानामा हो सुन्नु भाइ खप्परमा सिरीको रहेछ नि हाम्रो हामी त खप्परमा सिडी लेखेर आएको मान्छे हो त्यही भएर इन्ट्रेस्ट भनेकै खानामा बिहा जस्तै चाहिँ हुने भयो है आजको प्रोग्राम अनि आमामा है हस्टेल सबैले काम गऱ्यो भने कति मजा हुन्थ्यो होला अनि कति रमाइलो हुने यसरी खोज्या हो के हो के अरे अब के गर्ने है दिउँसोदेखि अब हिँडिदिन्छन् केटा हिँडिदिन्छन् अनि दामी दामी म त उसिनेको त मजा लाग्छ हँ? दामी भनिदिनुपर्छ क्या खाना पकाउने मान्छेलाई अलिक अनि उत्साह हुन्छ यतातिर ग्रेभीको लागि लोकल कुखुराको बन्दैछ यहाँ यो चाहिँ पुलाउको लागि के अरे पानी उमालेको यसैमा पकाउने उम्ले अलिअलि अमिलो भयो क्या अनि के अमिलो बनाउने हो र पुलाउ पुलाउ त गुलियो गुलियो भाजी मान्छे होइन र ए होइन साँच्चै भनेको अनि किन अमिलो बनाउन कागती काट्यो भएर नि थोरै थोरै हालेको थिएँ मैले धेरै भयो क्या कागतिर जे हाले पनि हुन्छ के हो जीवन जल बनाउने विचार छ कि नुन चिनी हाल्दा होला अरे यार पक्का अरे यार अझै कन्फर्म छैन हाम्रो कृष्ण ब्रो बल्ल बल्ल यसो होइन केही गर्न पार्दैन भाइ यहाँ काम गर्ने मान्छे धेरै भयो है आज मेरो पनि पानी छैन लाग्छ बहिनी डाइटिङमा त होइन नि डाइटिङमा पनि आज त डाइटिङ छैन हजुर के हो लाग्दैन यार पानी खाएर ज्यान लाग्छ लाग्दैन गफाडी त्यस्तो हुन्छ आफ्नो शरीरलाई आफूले ध्यान नदिएर लगाएको ज्यान पानी खाएर ज्यान लाग्छ ब्लगमा के यसमा अब कागती राख्ने अनि यसरी निचार्ने कागतीको रस हाल्नु होला कस्तो यो नयाँ दुलाल पकाएको त मिठै हुन्छ भन्छन् के नयाँ दुला त फेमस कुक पनि हो नि सुँग भनेको बास्ना कस्तो आएको छ भने थाहा हुन्छ नि त ओ मेथी र तेलले झानेको अचार आज चाहिँ यो अचारले चाहिँ बबाल बेला जस्तो है
गन्ध त कस्तो मिठो आयो नि मिठो भन्नु आमामा दुलेलाई भाडा मजाएर बिजोग छ त केटाहरूले दिदीलाई है नयाँ दुलेलाई भाडा मजाएर समस्यामा पार्यो केटाहरूले यहाँ त गर्दैन दाइ हँ? तिल दामी तिल र बेसन के अरे त्यो के चाह त अनि रेटिङ कति दिने हो त्यो बसाइ भन्नुपर्छ है रेटिङ के रेटिङ कतिमा कति ठिक छ बवाल ल बवाल पास गरे अब यो चाहिँ बहिनीले बनाएको कस्तो छ भनेर चाख्नको लागि म एकदम रेडी छु ठिक छ ओहो ल वेलकम भाइ वेलकम 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 होइन भाइ के हो यो आयो त यस्तो के आयो यो के आयो न यो गोल्डन बोतलको बारेमा भनिदिनु पर्यो भएन यार केही त चाहोस् हाम्रो सुनिता के अरे सुरेन्द्र र हाम्रो बहिनीको बिहेको उपलक्ष्यमा पार्टी भनेर जस्तो लाग्छ अब त भयो अब चाहिँ पक्का पुलाउ पुलाउ जस्तो लाग्यो बल्ल अझ दामी बनिन्छ बास्ना आयो ल अब चाहिँ बास्ना आयो अब हर बास्ना आयो के हो के सुरु गरिसके ए टेस्ट पो आमा केटा नुन चर्को खर्सानी पिरो के सबै भन आज के छ भन नुन चर्को फल्लो के सबै भन एक वर्ष वेट गरेको छ आमामा केटाहरू अहिले पछि अझै के आउँदैछ तिम्रो आँटेर खाऊ र पेट भर अहिले के आउँदैछ बल्ल लास्टमा आउँछ ओ प्रेम भाइ भन्नु के हो अनि जुस खाने अस्ति घर गएको यो मान्छे घरबाट आएदेखि त खानै छोड्यो यार बुढीले के भनी ए डरो ठड्काएर पठाएछ भिडियो हेर्दै दिएको रे ल खै उसँग ल Happy married life to Mr. Surendra भाइ and बिमला बहिनी सबको भलो होस् होइन सुरेन्द्र र भाउजूको अलिकति बढी हो साथै ल अनि भाइ र बहिनीलाई एकदम के अरे दाम्पत्य जीवनको धेरै धेरै शुभकामना होइन अलि ढिलो आयो तर एकदम मुख टाल्ने गरी आयो पहिला नै आउँथ्यो अब कोही जाने कोही आउने कोही नआउने भयो ठिकै छ पहिला बहिनी पनि थिएन अब अहिले बहिनी पनि थिए पातलले खानै पाएन है पातली भएन मेन त हाम्रो ल हाम्रो उसलाई लोकेशलाई हामीले सम्झेछौँ धेरै धेरै एकदम सम्झेछौँ गराउनु भएपछि छुट्टै स्पेसल नारायण भाइ नारायण पनि नान भाइ पनि नारायण होइन हाम्रो ऊ पनि छ के पवन ब्रो भाउजू आएदेखि भाउजू आएदेखि हामी मिटिङ खानु पाएको हो नि हो अब होइन आजको बिहा भोज चाहिँ खाइयो विशाल भाइ हामी फेरि पनि एकदम छिट्टै आश गर्दैछौँ अब अझै एक दुई वर्ष पर्छ मलाई त बिचमा लागिसकेको थियो क्या दुईजनै खुसी छैनन् जस्तै लागिसकेको थियो गरेर खुसी नभएर पार्टी नदिएको र त्यसमा तिम्रो टिप्पणी भन त सुरेन्द्र भाइ के भन्छौ अब बिहे गरेपछि थाहा हुन्छ के खुसी भन्ने चाहिँ कस्तो भन्ने आमामा अनि बाहिर हेरेर थाहा हुन्छ के सुरेन्द्र भाइ तिमी आज जुस हो
कहाँ हुनु त जुस जस्तो लाग्छ हेपी त याद अनि जुस यसो यसो हेरेर जुस हो अहिले के भन्थ्यो माता बुझ्ने नि खाऊ भनेको छ भने हामी हो हो पुरो दिउँ न कहाँ सकाइसक्यो त्यो होला हो मैले 10 वटा 12 वटा किनेको थिएँ फ्रिज भरिदियो मैले किनेको साह्रै व्यापारी मान्छे यार अनि किन्नु गएको होइन कत्रो लजिङ भनेको होइन उ त आँटिहाल्यो 10 लाख लजिङ अरे अनि ल खायो 2 टा दाममा ए 10 बार ल्याएको बल्ल 2टा मात्र खायो अनि सब फ्रिजमा अनि बेच्दैछ अरूलाई हाम्रो कृष्ण भाइ र खान भाइ चाहिँ अलिक बोलेन अलिक मजा आएन यार अलिक बोल्नु पर्यो क्या पहिला अलिकति लागोस् न दाइ अलिकति खाऊ न यहाँ त नबोल्ने मान्छे त अलिक मजा आउँदैन क्या सुन्ने मान्छे त चाहियो नि दाँत त बलियो होला के त मजाले तान्ने अलिक यस्तो ठुलो मान्छे बवाल छैन है मिठो छ है अरू त कोही उठाउने जानु छ यो त मेरो फेभरेट हो के उठाउन र बरु मैले खान्न बरु मैले नखाने नखाने कुखुरा तर बङ्गुरको यस्तो करम सरम बाँडेको एकदम खाने अनि तपाईँ त मगरै पऱ्यो नि बङ्गुर त अनि जति पनि खाइदिन्छ जति नि खान्छ होइन घरमै पालेर पहिला त मगाउनु त दाँतै दुख्ने है अब एक वर्ष चाहिँ खानु नपाएको पार्टी अब उसको बिहाको पार्टी भन्दै गरेर एक वर्ष बढी भयो र एक वर्ष आज त्यो अनि त्यो प्लास्टिकमा हाल्यो यो बाँकी भएको थियो बलाल दाइलाई त्यो मलाई ल मेरो नि ससुराली मगर हो कि त्यही भएर जेठान पऱ्यो नि मेरो त नि परिवारको बिहान तपाईँले त अनि फेरि मान्नु पर्छ नि त अनि ज्वाइँहरूलाई त फेरि बियर हान्दै जानुभयो चिन्ता नगर म 30 मा बोलाइहाल्छु तिमीलाई ज्वाइँहरूलाई त टिका लाएर यसो दक्षिणा यता सुन्नु ज्वाइँले त त्यस्तो गर्नु पर्छ जेठानले त फेरि टिका लाएर दक्षिणा सक्षिणा राख्ने गर्नुपर्छ क्या फेरि छनको कमी छैन भाइ यो जोइन खानु सानो कहाँबाट जोडियो के अब मेरै बहिनी पर्ने मगनी बिहा गरेपछि त अनि म त जेठान परेन दक्षिण आउने भयो त आउने भयो कृष्ण दाइले हो दक्षिणा फेरि पैसा लिएर पेरिदियो भने त छैन त पेट भरिलाई अब घोकी पर्नु नसक्ने स्थिति भयो अब यसो थाहा पहिला खानु पर्यो क्या प्लेट माथि उठाउनु सुरुमा चाहिँ खाइदियो